ल है साथी हो, यो चाहिँ म बस्ने एरिया हो, ट्रपिकाना एरिया हो। यता होस्टेल छ, यो सबै होस्टेलहरू हो। मेरो छोटो ब्लग है साथी, कहिले काहीँ यसो अल्छी लाग्छ। म चाहिँ अहिले बङ्गालीकोमा पसलमा जाँदैछु, यसो एक दुईवटा सामान खरिद गर्नलाई होइन। अब यो यता भनेको यो लोमी ग्रेन्डी नयाँ भवनहरू 101 थुप्रै छ यताबाट, यो लग्लो बिल्डिङहरू। भिआइपी एरिया हो यो होइन, धनी मान्छेहरू बस्छन्, ठुल्ठुलो दाजुहरू बस्छ। बस पनि चल्छ यहाँ, लोकल बस पनि, कामसाम गर्नेहरू यताउति हुन्छ। त्यस्तै छ है। अब यहाँ हावा लाएर बाटो सफा गरेर प्लास्टिकहरूमा प्याक गर्छन् र भरे भोलितिर लोरी आएछ। लोरीमा सबै यो हालेर चाहिँ लान्छ लाने ठाउँमा। यस्तै छ यो एरिया दृश्यहरू। अब छैन पुरो यहाँदेखि बाटो क्रस गर्नुपर्छ है त, कसैलाई यहाँ पनि अब दुर्घटना हुने खतरा हुन्छ। बाटो साँगुरो छ, दायाँ बायाँ हेरेर सट्टसँगले क्रस गर्ने होइन त। विदेशमा सडक एक्सिडेन्ट दुर्घटना धेरै हुन्छ। अब यता चाहिँ ट्रपिकाना होस्टेल, अब यहाँ चाहिँ स्टाफहरू बस्छ धेरै जस्तो। लाग्यो यो माथि फ्लाइट हो, मान्छे बस्ने, फ्लाइटमा बस्नेहरूको गाडीहरू हो यिनीहरू। आज पब्लिक होलिडेले गर्दाखेरि कोही पनि काममा गएको छैन, सबै गाडी पार्किङमा राखेको छ। पार्किङ नआँटेर कोही तेर्सो कोही ठाडो। त्यस्तै छ। म चाहिँ अब बङ्गाली पसलमा पुगेँ, पसल पनि छ एक दुईवटा यहाँ पुग्यो त। किधर गए है बंधु? बंधु रे, एक दो सामान लेके जाना है। छ पहिला सानो थियो, अब अहिले यहाँ सबैले यहीँ खान्छ। सबै पसल पनि बढाइरहेको छ। यहाँ कहाँ छ चिसो? चिसो चाहिँ निकाल्नु तातै तातो रहेछ, पर्छ। गर्मी छ। कहाँ गएछ हौ? यहाँ सब्जीहरू बसिरहेछ त्यहाँ पर। समय रोक को पाती देगा ना दो। हाँ बोला, हाँ 7 में पास दो और एक देगा लगी 7 रख लेगा। हाँ 100 रुपया। हाँ 100 रुपया देना। ये 2 रिंगिट है इसका। ओके, इसका 15 है, इधर है, इधर ये अलग दिया ना। हाँ ओके, ये 2 रिंगिट ठंडा, ये 15 रिंगिट है। ओके, देखेगा एक बार, कन्फ्यूज हो जाएगा तो मुश्किल। 13 हो गया ना, वहाँ 2 रिंगिट है। ओके, ओके हाँ हो गया, थैंक यू। ओके मामा जी, हाँ 2 को 15। अब काम सिधै यति नै काम अब जानुपर्छ साइडतिर। यसो जाने साइड भनेको यही हो। मान्न परेको धेरै भयो, घाम लागिरहेछ, गर्मी हुन्छ। सबै मान्छे बस्ने होस्टेलहरू छ यता। यहाँ अब यता पनि यो पारी पनि छ हो, सबैजनाको स्टाफहरू बस्ने, कामदारी बस्ने। त्यहाँ पनि मान्छेहरू पनि छ।
गयो भने झट्ट काट्नुपर्छ। एकदम यो डेन्जर बाटो छ यहाँ भने, घुम्ती छ, साँघुरो बाटो छ, पार्किङ पनि त्यही गर्छ र डेन्जर बाटो। यसमा धेरै केयरफुल भएर हिँड्नुपर्छ। आफ्नो गल्ती भएपछि एक रुपियाँ पैसा यहाँ तिर्दैन, त्यस्तो ठाउँ यहाँ सिस्टममा हिँड्यो। नेपाल जस्तो गाडीहरू कुदिरहेछ, बाटो क्रस गरिरहेछ, हर्न लगाइरहेछ, त्यस्तो होइन। सिस्टम फरक छ। विदेश भने विदेशै हो। म अघि जुन बाटोबाट आएँ त्यही बाटो रुम जाँदैछु फर्केर फेरि। अब उहाँ पनि पसल त छ, तर अब आफूले चाहिएको सामान हुँदैन। यो अग्ला अग्ला बिल्डिङबाटै काममा जानुपर्छ। बाटो चाहिँ राम्रो जाने आउने। गाह्रो छ हौ, परदेशमा छ थियो, गाह्रो छ। जङ्गल पनि त्यस्तै छ फेरि मलेसियामा। यस्तो जङ्गल छ कि भित्र छिर्यो भने मान्छे नै भनेको हुन्छ, मान्छे देखिँदैन भने अलिकति छिर्यो भने यस्तो डेन्जर जग्गा पानी पर्छ। पानी परेन भने फेरि यति गर्मी हुन्छ कि तराईमा गर्मी, याममा एकदम गर्मी हो जस्तै गर्मी हुन्छ। चाइनिजहरू, मलाई इन्डियाहरू अब हेरौँ, त्यो जङ्गल छ घनाघोर है। राम 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 राम। ल ल ल फेरि अर्को ब्लगमा भेटौँला मेरो सम्पूर्ण फ्रेन्डहरू, साथीहरू। आजले यति नै छोटो।